मलाई पनि अनेकै हुन्छ साथीहरू। हेर्नुहोस् न, माछा मार्नलाई खोलातिर गएको, लडेर लुगा चाहिँ 2 फाली भयो। अब हेलो गाइस, स्वागत छ तपाईहरुलाई। आज चाहिँ हामी माछा मार्न जानलाई चाहिँ भाइले चाहिँ माछाको चारो चाहिँ यसरी खनिरहेको छ। आज चाहिँ हामी 2 जनाको प्लान माछा मार्ने र 2 जना चाहिँ यसरी हामी माछा मार्न चाहिँ खोलातिर लाग्यो। गफ गर्दै जाँदाखेरि 1 घण्टा पछि चाहिँ हामी चाहिँ खोला चाहिँ पुग्यौँ। खोला पुगेर चाहिँ खोला एकैछिन हेऱ्यौँ, ठिकै थियो। खोलाको पानी पनि सानै थियो, त्यही भएर हामी चाहिँ माछा मार्न चाहिँ हतारपत सुरु पनि गरिहाल्यो। सुरु गर्नु बित्तिकै माछा पनि थुप्रै छ जस्तो लाग्यो। माछाले चाहिँ खाइहाल्यो र यसरी मैले एउटा माछा चाहिँ तानेर निकालेर हेरेको माछा चाहिँ सानो रहेछ। सानो भए पनि जे भए पनि अब फर्स्ट टाइम परेको हो नि त, त्यही भएर मैले चाहिँ मजाले पल्टाइ यसरी हेरेँ। त्यसपछि भाइको पनि खाइहालेछ। भाइको पनि रेकर्ड गरेर हतार कत्रो छ भनेर निकालेर हेर्न हतार भयो। माछा चाहिँ भाइले पनि निकालेको छ, यताले न हेरौँ भनेर भाइले चाहिँ यसरी लिएर हेरेको। मेरो भन्दा भाइको चाहिँ अलिकति ठुलो नै रहेछ चाहिँ भने भाइ चाहिँ यसरी हाँसिरहेको थियो, माछा ठुलो निकालिस् भनेर मैले भने नि त। त्यसपछि हामी चाहिँ खाजा खानलाई चाहिँ यसरी रेडी गर्यो। तपाईँहरूले भन्नुहुन्छ होला खाजा चाहिँ कति छिटो खाएको 2टा माछा निकालेर भन्नुहुन्छ होला, होइन। यो खाजा चाहिँ माछा मारेको हामीले लगभग 2 घण्टा पछि चाहिँ खाजा खाएको। 2 घण्टा पछि चाहिँ हामीले सुरु गरेँ खाजा खानलाई। माछा चाहिँ हामीले 2 घण्टामा चाहिँ थुप्रै निकालिसकेको थियौँ। सबै चाहिँ देखाएर अब सकिँदैन नि त। अब माछा कति निकालिन्छ, कति अब हिँडिन्छ, सबै रेकर्ड गरेर सकिँदैन। खोलामा फेरि पानीमा झर्छ भन्ने पनि डर नि त। अनि यसरी हामीले चाहिँ खाजा खायो। सबै माछा निकालेको चाहिँ लास्टसम्म यो भिडियो हेर्नु होला। लास्टमा चाहिँ सबै नै माछाहरूको भिडियो छ, त्यही भएर यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि मात्रै थाहा हुन्छ हामीले कति माछा निकाल्यौँ भनेर। 2 जना चाहिँ यसरी हामी खाजा खाइयो। अनि चाउचाउकै खोलमा पानी पनि यसरी खायौँ गफ गर्दै। त्यसपछि अब फेरि अब आधी दिन त खेल्नु पऱ्यो नि त भनेर फेरि खेल्न थालेको। फेरि पनि माछाले यसरी खायो। मैले फेरि माछालाई तानेर निकालेको। माछाले चाहिँ बल्छी अड्काएछ भित्र। मोबाइल सबैले हत्तपत्त फाँकेर फेरि माछा निकालेर चाहिँ हेरेको। अगाडिको भन्दा फेरि चाहिँ यो माछा चाहिँ अलिक ठुलो चाहिँ थियो र यसरी मैले मजाले क्यामेरामा देखाएर चाहिँ फेरि अर्को माछा तानेँ। अर्को माछा तानेर चाहिँ अर्को माछा पनि क्यामेरामा देखाऊँ न त भनेर अब जे भए पनि अब कत्रो छ के छ भनेर खुल्दुली हुन्छ नि त। त्यही भएर त्यो तानेर निकालेर चाहिँ मैले यसरी क्यामेरामा देखाएँ र राखेर चाहिँ मैले मजाले अब माछा त निकाल्नुपर्छ नि त, अड्केको हुन्छ। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हामीले माछा कति निकालिसक्यो भनेर चाहिँ यहाँनिर देखाइएको छ। मैले चाहिँ माछा यति निकालिसकेको छु अहिलेसम्म चाहिँ। अब चाहिँ हामीले माछा निकालिसकेर लास्ट रेकर्ड गरिरह्यो। यो चाहिँ माछाको यति हामीले माछा चाहिँ निकालेको थियौँ। सबै एकै ठाउँ बनाएर राखेर चाहिँ क्यामेरामा चाहिँ यसरी देखाएको छौँ। माछा चाहिँ हामीले जम्मी चाहिँ 2 जनाले गरेर 41वटा माछा चाहिँ हामीले निकालिसकेको रहेछौँ। यसरी हामीले चाहिँ अब प्लास्टिकमा हत्तपत्त प्याक गरेर चाहिँ अब घर नै जानुपर्छ नि त। 5 बजिसकेको थियो, त्यही भएर झोलामा भाइले चाहिँ प्याक गरिरहेको थियो माछा। हामीले माछा प्याक गरेर चाहिँ हामी चाहिँ खोलाको लास्ट भिडियो गरेर चाहिँ हामी 2 जना चाहिँ पोहोरतिर फर्क्यौँ। र मेरो चाहिँ फर्स्ट भ्लग हो। खासै राम्रो बनाउनु त आउँदैन, त्यो जानी नजानी भए पनि भिडियो बनाएँ। सबैजनाले भिडियो हेरिदिनु भएको भए धन्यवाद। बाई बाई।